लिपुलेक कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए। हामीले छिमेकी भारतको सीमाना थुप्रै ठाउँमा मिच्यौँ अरे। कति झुट, कति फरेक, कति निराधार कुरो, कति देश विरोधी कुरो। यो देश विरुद्धको कुरा, त्यो कुरा भयो। अस्ति चितवनमा गएर लिपुलेक कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भयो? लिपुलेक कालापानी नेपालको हो भन्ने कुरा एउटा कुरा हो, त्यो बेग्लै कुरा हो। त्यस सम्बन्धमा त संसदमा विवाद भएको होइन। विवाद भएको नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ, भूमि मिचेको छ भन्ने कुरामा विवाद भएको हो, जुन कुरा खण्डित छैन, खण्डन गरेको छैन। अर्को मन्त्रीले लटपट गरेर जवाफ दिएर खण्डन भएन।